हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ हाम्रो घरमा सानो प्रोग्राम छ। प्रोग्राम चाहिँ यो घरको छोरीको अन्नप्राशन। सो हामी बिहानै उठेर नुहाई धोएर कामको लागि तयार भइसकेका थियौँ। अनि भान्सामा हामीले चिया अनि अरू सबै पाकिसकेका थियौँ। अरू काम नै हुँदैछ। अन्नप्राशन चाहिँ माथि हुने हुनाले माथि डेकोरेसन हुँदैछ। यिनी चाहिँ छोरीको आमा अनि देउरानी। आज यिनी छोरीको अन्नप्राशन हो। सो सबै आफ्नो काममा बिजी थियौँ। सबै आफ्नो काम राम्रोसँग गरिरहेको थियौँ। उहाँले चाहिँ अब चुलामा आगो बाल्नलाई धुपबत्ती लगाएर गए। मम्मीले धुपबत्ती गर्नु चुलालाई पुज्नुभयो अनि फेरि खाना बनाउन सुरु भयो। डेकोरेसन नै टाइममा सकेको हुनाले पूजा पनि साइडमा सुरु भइसकेको थियो। म चाहिँ केक लिन बजार आएँ। हामीले अगाडि नै अर्डर गरिसकेका थियौँ। उहाँले प्याकिङ गरिदिनु भयो एकदम राम्रोसँग। र हामीलाई लग्ने चाहिँ कसरी भन्ने प्रब्लम हो। टिका लगाउने कार्यक्रम पनि सुरु भयो। मम्मीले डेडीले लगाइसक्यो सबभन्दा पहिला टिका लगाएर अनि मान्छेलाई खाना खेलाइसक्यो। त्यति हाम्रो म पनि रेडीसेडी भएर पुगिसकेँ। हामीले टिका लगाउँदाखेरि चाहिँ खुच्ची सुतिसकेका थियौँ। अब त्यसै पनि लगाइदिनु भयो। अनि मेरो मम्मी ड्याडीले पनि टिका लगाइदिन्छु मान्छेलाई पनि आन्टीले पनि टिका लगाइदिन्छु। सबैले टिका लगायो। अनि अब टिका लगाउने मान्छे आधा खाना खाने गर्दैन। प्रोग्राम नै टाइममा सकियो। अब चाहिँ यो सरसफाइको काम गर्नेछ। अनि सरसफाइ गर्ने चाहिँ हामी फुचीको लुगा र अनि दक्षिणा कति बुझिरहेछौँ। हामीले फुचीको गिफ्ट रेडी राख्छौँ। दक्षिणाहरू चाहिँ टोटल कति हुन्छ। छोरीको बर्थडे चाहिँ 2025 जनवरीमा थियो। तर मैले भ्लग एडिट गर्न नपाएर हाल्नै पाएको थिएन। सो अहिले हालिरहेको छु। सो आजको भ्लगलाई यति नै। फेरि भेटौँला नयाँ भ्लगमा। ओके।